ल साथीहरू आज चाहिँ होइन खत्रै पानी पऱ्यो होइन मुसलधारे पानी नै पऱ्यो हावाहुरी पनि चलिरहेको थियो होइन छाता पनि भाँदै हावाले उडाएर मेरो गोरु चाहिँ त्यहाँ बाख्रा चाहिँ कहाँको थाहा छैन होइन यो आउँदै नआउने खोलामा पनि यस्तो बाढी आइरहेको छ देख्न सक्नुहुन्छ खोल्सातिर पनि होइन पानीले चाहिँ आज बब्बालाई बनाएर पुरै भिजेको छ टक्क लाएर होइन अब जिन्दगी गोरेटोमा अब असार त लागिसकेको छ तर यस्तो तरिकाले पानी पऱ्यो कि त्यो सोच्दै नसोचेको हेर्नु यहाँ यस्तो खोल्साहरूमा पनि यत्रो पानीको बह चलिरहेको छ ल अरे मास्टरदेखिबाट आइरहेको छैन ओहो तर मेरो बाख्रा चाहिँ कहाँ गयो भनेको थाहा छैन अब म चाहिँ यहाँ बाख्रा खोज्नु जाँदैछु बाख्रा चाहिँ कहाँ गएको नि यहाँ रोटे आएको थियो है छैन मगवारतिर थाह्यो भने मगवारतिर पनि छैन ओहो कहाँको त अब अझै दौडिन्छु है अर्काको मख यहाँ छिर्यो नि गयो तनाव छ फेरि ल अरे जताततै आयो माछा है ओहो झन्डै मरेन ल यस्तो भलबारी आउने गरी पानी परेको कटेरा छैन भने कटेरा पनि छ नि त बाह्र कहाँ गयो अरे बन्छ यहाँ बसेर छ मकै सके पनि भाँचेछ कहाँ गयो त बाह्र ओहो ल फाइनल्ली बाख्रा चाहिँ भेट्यो है यहाँ मकै हाततिर बसिरहेको छन् होइन पानीले उदुम गरिहाल्यो मस्त मकै हाउ त्यो तपाईँ मकै ओइ म खान्छस् आइज ल भागेको है बाह्रले मकै सिद्धानु छ धन्न अलि ठुल्ठुलो भइसकेको छ केही फरक परेन ल ल ल आइ ल ल ल ल ल ल ल फरि ल बोकी ल आइस 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 ल ल ल ल फरि ल ल ल आइस 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 कहिले आइस फर्की 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 कहाँ नि मकै बारीमा ल ल हिँड 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 मास्तिर हिँड कटेर बसेर भन्दा नि कहाँ मौकामा चौका हान्छ नि उनीहरूले मार्छ भरे घर आइज ए बोकेहरू तर बाटो चाहिँ बाटो छ नि मेरो बाख्राहरू पानी पर्यो नि जे कटेरमा बसेछन् अनि रहिसकेपछि मकै घारीभित्र छिरेछन् त्यहाँ अमृत खाएर हुँदैन हिँडे खसी मुर्दो चढ्ने पाइन्छ कहाँ अब हिँड अलिक घर जाने बेला भएन ल ल ल ल कहाँ हिँड्यो अहिले चढ्ने पाइन्छ त बाबु